सर्वप्रथम बुद्धरत्न धर्मरत्न सङ्घरत्नमा वन्दना। आज भिक्षुको हुन् भन्ने पुस्तक अन्तर्गत सुखभित्रको दुःख। जीवनका दुई पाटाहरू हुन्छन्, एक सुख र अर्को दुःख। सुखलाई खुसी, आनन्द, आरोग्य, हर्ष, उन्नति र समृद्धिको पर्यायको रूपमा लिइन्छ भने दुःखलाई पीडा, पीर र अभावको पर्यायको रूपमा लिइन्छ। धनले सम्पन्न अमीर व्यक्तिलाई गरिबले सुखी देख्छन्। बेरोजगारले रोजगार व्यक्तिलाई सुखी देख्छन्। अविकसित मुलुकका नागरिकले विकसित मुलुकका नागरिकलाई सुखी देख्दछन्। त्यस्तै गरेर बेमेल पति पत्नीले मिलेर बसेका स्त्री पुरुष अथवा पति पत्नीलाई सुखी देख्दछन्। युद्धमा पराजित राजाले विजयी राजालाई सुखी देख्छन्। चुनावमा पराजित नेताले विजयी नेतालाई सुखी देख्छन्। अध्ययनमा असफल विद्यार्थीले सफल विद्यार्थीलाई सुखी देख्छन्। तपाईहरू सम्पूर्ण उपासक उपासिकाले अहिले विशेष गरेर भिक्षुको हुन् पुस्तक अन्तर्गतको सुखभित्रको दुःख हेरिराख्नु भएको छ। त्यस्तै गरेर सफल व्यवसायीले असफल व्यवसायीले सुखी देख्छन्। असफल प्रेमिल जोडीले सफल प्रेमिल जोडीलाई सुखी देख्छन्। यी सुखी देखिएका र सुखी भनी सम्बोधन गरिएका कोही पनि वास्तविक सुखी होइनन्। आफूलाई दुखी ठानेका त दुखी नै भइहाले। सुख प्राप्ति गर्ने उद्देश्यका कारण मानिसले के मात्र गरेका छैनन् र दिनरात नभनी विभिन्न प्रकारले यज्ञादि आराधना, प्रार्थना, उपासना गरिरहेका छन्। सबैबाट आफ्नो क्षमता र दक्षता अनुसार शारीरिक तथा मानसिक श्रम गरिरहेका छन्। त्यस्तै गरेर परम्परादेखि भन्दै आएका, गर्दै आएका र सुन्दै आएका सबै कुरा पनि अथवा सबै कुरा गर्दै आइरहेका छन्। त्यो अन्धश्रद्धा, अन्धविश्वास र अन्धभक्ति नै किन नहोस्, बाँकी केही रहेको छैन। कतिपय त दुःखदेखि टाढा रहन सकिन्छ कि भनेर परम्परादेखि चल्दै आएको रीतिरिवाज, मूल्य मान्यता, साम्प्रदायिक धर्म र संस्कृति बदलेर नयाँ अध्याय सुरु गरी नयाँ ढङ्गले चलिरहेका छन्। तर उनीहरूलाई पनि कायाले अथवा छायाले कायालाई नछोडे जस्तै दुःखले छोडेको छैन र सुख झन्झन टाढिएको छ। हिजो आज मात्र होइन, अनन्तकालदेखि सम्पूर्ण मानव जाति आफ्नो बौद्धिक क्षमता बमोजिम दुःखबाट अलग रहने प्रयासमा लागिरहेका थिए र अहिले पनि लागिरहेका छन्। परापूर्व कालदेखि नै सूर्य, ब्रह्मा, व्यास, वशिष्ठ, अत्रि, पराशर, काश्यप, नारद, गर्ग, मरीचि, यवन, च्यवन, भृगु, शौनक, भारद्वाज, कालदेव, आला र कालाम, उद्धक, रामपुत्र, कपिल, पतञ्जलि जस्ता अनेकौं ऋषि, सन्यासी, त्यागीहरूबाट पनि निर्वाण यानि सर्वोत्तम सुखको खोज अनुसन्धान नभएको होइन। अनुसन्धानकै क्रममा विभिन्न ग्रन्थ तथा दर्शनशास्त्रहरू पनि तयार भए, तर पनि दुःख हुने कारण र दुःख हुने कारणको निवारण गर्ने मार्ग पत्ता लागेन। धेरैको अनुसन्धान गर्दा गर्दै टुङ्गियो। केहीको ब्रह्मलोकसम्म पुगेर टुङ्गियो। कतिपयको अनुसन्धान अरूप ब्रह्मलोक निराकारसम्म पुगेर टुङ्गियो। कसैको मत आफ्नो बसमा केही पनि छैन, सबै प्रभुकै लीला हो भन्नेहरूको मत पनि खडा भयो। कोही ब्रह्म सत्य, जगत मिथ्या भनेर ब्रह्मलाई नै अन्तिम सत्य मान्ने पनि भए। यसरी दुःख रहित हुने प्रयत्न गरिरहेका सबै दुःख भन्ने नै नबुझिरहेको समयमा 2567 वर्ष पहिले नेपालको कपिलवस्तु जिल्लाको लुम्बिनी भन्ने स्थानमा सिद्धार्थ गौतमले राजा शुद्धोधन र रानी महामाया देवीको सुपुत्रको रूपमा जन्म लिनुभयो। सिद्धार्थको जन्मसँगै अथवा एकै समय एकै क्षणमा मङ्गलहात्ती, यशोधरा, कालुदाई, मन्त्री छन्दक, सारथी, त्यस्तै गरेर कन्थक घोडा पनि जन्मिएका थिए। बोधि वृक्षको पनि उहाँको जन्मसँगै उत्पत्ति भएको थियो। सिद्धार्थको जन्मसँगै कपिलवस्तु शुद्धोधन राजाको दरबारको चारैतर्फ एक गरी 4वटा सुनका घडा, सुनकै असर्फीले भरिएका र ती घडाबाट जति असर्फी निकाले पनि नघट्ने गरी प्रकट भएका थिए। शुक्ल पक्षको चन्द्रमा जस्तै सिद्धार्थ राजकुमारको उमेर पनि बढ्दै गयो। अनगिन्ती जन्मको पुण्यादि पारमीका कारण दर्शनार्थीहरूको आँखालाई शोभायमान हुने, उत्तम पुरुषहरूको 32 महालक्षण र 80 अनुव्यञ्जनहरूले सुसज्जित जाजल्यमान
तथा धपधपाउँदो व्यक्तित्व हुनुभएका सिद्धार्थ राजकुमार राजा तथा प्रजाका अति प्रिय हुनुहुन्थ्यो। राजा शुद्धोधनले पनि पुत्र सिद्धार्थलाई सम्पूर्ण सुख सुविधा तथा भोग विलासको प्रबन्ध मिलाई दिएका थिए। सिद्धार्थ राजकुमारले अति विशिष्ट सुख सुविधा र भोग विलासका साथै समाजमा विद्यमान रोगी वृद्ध तथा मृत्युजन्य दुःखका कारण शोकको सागरमा तडपिएको समाजलाई पनि देखिरहनु भएको थियो। यी दृश्यहरूको कारण अथवा उहाँले देखिरहनुभएका यी दृश्यहरूका कारण तथा अनेक कल्पको पुण्यादि पार्मीको प्रतापले उहाँमा वैराग्य भाव उत्पन्न भयो। तत्पश्चात उहाँले आफ्नी प्राणभन्दा प्रिय पत्नी यशोधरा, पुत्र राहुल, पिता शुद्धोधन सहित सम्पूर्ण राज्यको सुख वैभव सबै त्यागेर दुःखलाई निर्मूल पार्ने उपाय अथवा बाटो खोज्ने हेतुले 29 वर्षको उमेरमा गृह त्याग गरी पर्वजित हुनुभयो। राजकुमार सिद्धार्थले पर्वजित पश्चात 6 वर्षसम्म अनेक दुष्कर चर्या गर्नु भई यस्तो साधनाबाट उहाँको शरीर हाड छाला र नसा मात्र बाँकी रह्यो। कठोर तपका कारण यस्तो भइसकेपछि उक्त साधनाबाट ज्ञान प्राप्त नहुने विचार गरी दुष्कर चर्यालाई मध्य मार्गमा ल्याई वैशाख शुक्ल पूर्णिमाको दिन बोधगयाको बोधि वृक्ष मुनि बुद्धत्व प्राप्त गर्नुभयो। उहाँले प्राप्त गर्नुभएको ज्ञान व्यवहारिक ज्ञान हो, जो ग्रह नक्षत्र राशि मन्त्र हवन कर्मकाण्ड यज्ञ यज्ञादि अन्धविश्वास अन्धश्रद्धा आत्मा शरीरलाई अति दुःख कष्ट दिने जस्ता विषयबाट बिल्कुल अलग छ। उहाँको मार्ग अनुभवको मार्ग हो। उहाँको प्रेरणा यही दुःख शोक र भयको सागरमा तडपिएको समाज हो। उहाँले ज्ञान प्राप्त गर्दा गर्दै तथा गरिसकेपछि प्राणी किन दुःख हुन्छन् त भनी हेर्दा कारण अनित्य दुःख र अनात्मलाई बुझ्न नसक्दा भन्ने कुरा स्पष्ट भयो। के हो त यो अनित्य दुःख र अनात्म भनेको? यो अनित्य दुःख र अनात्मको बारेमा यस पछाडि हामीले चर्चा गर्नेछौँ। तपाईँहरूले यो एट द रेट वै बुद्ध भन्ने टेलिभिजन हेर्दै राख्नुहोला। साधु साधु साधु।